Dance with me. Hello, welcome to back another my new video. Hi everyone, तपाईहरु सब सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। आज हामी टक्क लाएर है आज त म तपाईहरुलाई नयाँ चीज देख्न गइरहेको छु। सायद तपाईहरुले थम्बनेलमा देखेर पनि बुझिसक्नु भयो होला। र पनि तपाईहरुलाई म चाहिँ नयाँ चीज देखाउने हो गाइस। आज चाहिँ टक्क लाएर विशेष गरी चाहिँ मैले के नयाँ चीज गर्दै छु है। अब त्यसमा के कस्तो प्रक्रिया जनाउन सक्नुहुन्छ तपाईहरुले कमेन्ट बक्समा कमेन्ट गर्नु होला हैन। आज चाहिँ दिमाग फ्रेश हुने खालको भिडियो बन्नेवाला छ। केही नयाँ सिक्न मिल्ने खालको अनि लाएर केही नयाँ देख्न पाउने खालको चाहिँ भिडियो बन्छ। ओके नम्बर बाई। हामी टक्क गइरहेको छौँ बिहान बिहान उठेर। अहिले चाहिँ बिहानको हाम्रो समथिङ 7 बजिसकेको छ। एउटा टक्क यतातिर चाहिँ यति ठुला घर हुन्छ है। तपाईँहरूले चाहिँ मलाई सपोर्ट गर्नु पऱ्यो गाइस है। छिटो छिटोभन्दा छिटो 1K पुऱ्याइदिनु पऱ्यो। तपाईँले 1K नपुऱ्याउँदै नयाँ कन्टेन्टहरू आन्न। तपाईँले टक्क 1K पुऱ्याउनु भयो भने चाहिँ म खतरा नयाँ कन्टेन्ट लिएर आउने प्रयास गर्नेछु र पब्लिकमा गएर ढङ्गामा मचाइदिने हो। तपाईँहरूले टक्क 1K पुऱ्याइदिएपछि चाहिँ नयाँ कन्टेन्ट झारिदिने हो होइन। बबाल हानिदिने हो, बबाल भइदिने हो। टक्क लाएर अलि सब्सक्राइब पनि एकदम थोरै छ होइन। एकदम नयाँ कन्टेन्ट निकाल मैले भन्दा पनि हल्का अलि मनलाई पनि अलि हुन्छ नि त। अलि कस्तो लाग्छ कि टक्क सब्सक्राइब गर्ने भएपछि माटो टक्क हङ्गामा मचाइदिने हो नि त यार। बम्बे खाइदिने हो रतनले मैले जापान भ्याए जस्तो बम्बे भ्याइदिने हो। आगो लगाइदिने हो बम्बेमा। तुफान भ्लग लिएर आउँछ गाइस। 1K पुऱ्याउनु पर्यो ल। तुफान आउँछ भाइ। अब हाम्रो भ्लग के आउँछ अरे तुफान बास। अबको भ्लग जानु तुफान आउँछ गाइस है। तपाईँहरूले होइन तपाईँको इष्टमित्रमा टक्क छरछिमेक साथीभाइ सबमा चाहिँ मेरो भिडियो सेयर गर्नु पऱ्यो। सबैको मोबाइल माग्दै होइन। साथीहरूको मोबाइल खोज्दै त नै माग्दै हुन्छ नि त। मागेर चाहिँ टक्क एउटा हिमबादल दाइ हुनुहुन्छ टक्क फेसबुकमा हाम्रो चाहिँ युट्युबमा चाहिँ टक्क उहाँलाई सपोर्ट गर्नुपर्छ भनेर चाहिँ टक्क त्यहाँको मोबाइलबाट चाहिँ टक्क तपाईँ चाहिँ सब्सक्राइब हानिदिनुपर्छ ल। यहाँ देख्न सक्नुहुन्छ एउटा यो ओभर एक्टिङ नगरे पैसा काट्छ ओभर एक्टिङ गर्नु कि पैसा काट्छ। त्यो मुख धोएनस् क्या नि भाइ। यसले मुख धोएको छैन हेर्ने। भागेर आएछ अरे कहाँबाट भागेर आएछ है। यहाँ त मुख धोएर खै अहिले मुख धोइन अहिले। फोन त्यही न ईश्वरका यस्तोमा जान लाग्यो त अब हामी जिम गर्न हो है। देखिसक्नु त अहिले हेर्नु न जिम गर्ने जानु कति खतरा बोडी भएको जानु छ है। अनि जस्तो खतरा बोडी भएको जानले चाहिँ टक्क जिम हान्नुपर्छ। 7 दिनमा खतरा बोडी चाहियो भनिरहेको छ नि। मान्छे चाहिँ यस्तोमा सुतेर पनि टक्क जीविका चलाइरहेको हेर्नु। मान्छे यस्तोसम्म सुत्या हुन्छन् कि यतिसम्ममा आँसुको जल हुन्छ नि त। गरिबी छ कि यतिसम्म गरिबी छ कि होइन। त्यो पाएर हेर्नु सक्छ ऊ त्यहाँ हेर्नु सक्छ। त्यहाँ पनि कति त्यो धेरै त्यो छन्। त्यहाँदेखि मान्छे कस्तो बसिरहेको छन् नि। त्यहाँ पनि यस्तो रोडमा सुतेर आउँछन् है। हामी जाने ठाउँ आइसक्यो। अब जिम सेन्टर आउनु लागेको छ। म जिम सेन्टरको भित्रबाट चाहिँ खासै बोल्दिनँ होला होइन। त्यहाँ चाहिँ टक्क मान्छे मात्रै हुन्छन्। म चाहिँ तपाईँलाई अलिअलि देखाउने प्रयास गर्छु। तपाईँ चाहिँ हेर्नु होला।
हामीले खेल्दै त हामीले टक्क जिमबाट आइसकेको अब जान्छ जिमबाट आएर चाहिँ टक्क रुममा गइरहेको छौँ टक्क पछाडितिर देख्छौँ सबै मान्छेहरू धेरै मान्छे भएको भएर होइन बोल्न पनि अलि अर्कै लागिरहेको छ हामी चाहिँ टक्क जिम गरेर आइग्यौँ आजको एक्सर्साइज चाहिँ बबाल भयो उसले चाहिँ एउटा कुलदीपले चाहिँ एउटा स्टेपै गर्न सकिरहेको छैन त ब्रोइलर कुखुरा त गर्थ्यो यार गाउँमा मेला लागेको भन्नुलाई यता मेला होइन मान्छे हिँड्ने हो होइन बाटोमा यति बाटो भिड आएर छ क्या पुरै होइन पब्लिक छ पुरै बम्बईमा त पब्लिकको त कुरै छोडिदिनु न कति धेरै पब्लिकहरू हो बम्बईमा त है पछाडितिर पनि देख्नुहुन्छ त्यस्तै पब्लिकहरू हुनुहुन्छ होइन यहाँतिर हामी गइरहेको छौँ आज चाहिँ टक्क जिम गरियो जोस् है जिम गरेपछि शरीर एकदम स्वस्थ हुन्छ हामी चाहिँ जिम गरिरहेको छौँ डाइट पनि खाएको छैनौँ होइन हामी डाइट पनि खाएको छैनौँ हामी डाइट खाने पैसा पनि छैन होइन फाइट खाएर आयो बरु फाइट खाएर आइयो है फाइट खानु त फाइट त डेली खाइरहेको छौँ होइन टक्क अब हामी डाइट पनि खानुपर्छ तर के गर्ने होइन त्यस्तै भइरहेको छ लास्टमा त हावावाला भन्दै लास्टमा चाहिँ हावा जिम भइरहेको छ यहाँ कहिले तुफान आउँछ र होइन उडाइलग्छ थाहै छैन हावा जिम भइरहेको छ यहाँ डाइट त केही छैन होइन कहाँ छ डम्बल उठाएको छ आएको छ है त्यस्तो भइरहेको छ टक्कतातिर चाहिँ यो चाहिँ नरिवल हो है टक्क डाइट खाम न डाइट कुले जुस खाम न जुस कुले जुस खाम न छैन पैसा अर्कै जुस खामला के भन्छ यार कस्तो अर्कै जुस भन्न कस्तो अर्कै जुस खामला भन्छ यार टक्क यो चाहिँ यस्तो के भन्छ पाउडर बोक्ने कार के टक्कतिर चाहिँ यस्तो गाजरको टक्क यस्तै पिसेर चाहिँ जुस बनाउँछन् जुस बनिरहेको छ यतातिर म्याङ्गो जुस टक्क लाएर गइरहेको छौँ केटाहरू कता हरायो कसरी किड्ने भान्दै लाने के या त केटीले पनि किड्ने भान्छन् रे मुला राम्रोसित मुला जोगिएर हिँड होइन भाइ
केटले कितना भाग्यो त लोकतिको के लोक भिडियो बनाएको छ कि भाइ यहाँ बुझ्यो नि कतिमा चाहिँ म चाहिँ टक्क गोको अलिक घट्टै पाराको भिडियो कपाल काटौँ न है। सो गाइज है म चाहिँ टक्क रुममा आइसकेँ। जिमबाट आएर चाहिँ टक्क नआएको मैले चाहिँ है आउँदा आउँदै बाटोमा कपाल पनि काटिदिएको। हेयर स्टाइल चाहिँ कस्तो छ है। टक्क आजको भिडियो चाहिँ त्यस्तै नै हो त्यही नै हो है। टक्क जिममा गयो जिम चाहिँ त्यस्तै गर्छन्। जिमबाट आएर चाहिँ नुहाउनु पर्छ। जिमबाट आउँदा बित्तिकै नुहाउनु हुन्न। आएर चाहिँ हामी समथिङ 1 घन्टा जति बसेर चाहिँ नुहाउनु पर्छ। नुहाएपछि चाहिँ एकदम शरीर जुन एकदम तात्याउँछ नि त हतो भाउँछ नि त त्यो चाहिँ एकदम कुल हुन्छ। त्यस्तो गर्नुपर्छ। एउटा पारी सुतिरहेको छ सक्छौँ त्यसलाई पनि पसार गरेर सुतिरहेको छ। म चाहिँ यता छु ल आजको लागि यति नै। अर्को न्यु भ्लग चाहिँ खतरा आउनेवाला छ भन्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु। ओके बाई बाई टेक केयर गाइज।